आज चाहिँ मैले बहुत मेहनत गरेँ क्या दोठु गाइस वेलकम बैक टू माई भिडियो भनौँ न। अनि आज चाहिँ पानी आइरहेछ हेर्न सक्नुहुन्छ। मौसम इतना अच्छा हुआ है, दिल गार्डन गार्डन। पानी आउँदा चाहिँ बहुत मन पर्छ कि हेर्न सक्नुहुन्छ, पुरा पानी आइरहेछ। म चाहिँ छाता पनि ओढेको छुइनँ किनकि मलाई छाता ओढ्नु मन पर्दैन क्या पानी आउँदा। वाह आज कस्तो दामी भइरहेछ दिन पानी आएर, पक्का मलाई चाहिँ जडाउँछ होला। हजुर सबैजनालाई स्वागत छ मेरो डेली भ्लगमा। सो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यत्रो मेहनत गरेको छु, यहाँनिर पानी परिरहेछ, म भिडियो बनाइरहेको छु। सो कस्तो लाग्छ भनिदिनु होला कमेन्ट गरेर। अनि पुरा पानी आइरहेछ आज चाहिँ। अनि म ट्युसन चाहिँ आज लेट गएँ किनकि सारा भने नि त बिहानैदेखि पानी परिरहेको थियो। सर हम थोड़ा लेट आएगा बोल के भने। अनि 8 से 9 बजे तक मैले बनाएँ क्या आजको ट्युसन चाहिँ। अनि भित्दै गइरहेको छु, पुरा खत्तम भयो हालत। म चाहिँ ट्युसन पढेर आइसकेँ होइन। अनि अब चाहिँ म जाँदैछु, साइकल चाहिँ म रास्तामा राखेको छु, त्यही कारणले पुरा पानी आइरहेको छ यता चाहिँ। आज चाहिँ मैले बहुत मेहनत गरेँ क्या, पानीमा भित्दै भिडियो बनाइरहेको छु। सो लाइक कमेन्ट गरिदिनु होला। दोठु आज शान्तिपुरमा पुरा तपाईँलाई देखाउने छु भिडियो गरी। सक्नुहुन्छ अहिले पुरा बजार देखाउनुवाला छु। सो हेरिराख्नु होला मेरो भिडियो लास्टसम्म। रेड कलर है, बाल कलर करने वाला। हाँ रेड कितना वाला है? ये फोटो वाला नहीं है? बाहिर चाहिँ पुरा पानी परिरहेछ हेर्न सक्नुहुन्छ। म चाहिँ अब घर गएको। म चाहिँ त्यहाँ शान्तिपुर बजारमा किन गएको थिएँ आज भन्दाखेरि त चुल कलर गर्ने किन्नुको लागि के, त्यही कारणले मेरो लागि होइन मम्मीको लागि। देख सकते हेर्नु सक्नुहुन्छ यहाँको नजारा पानी आएर कुछ यस्तो भएको छ। रोडतिर पनि पानी जम्मे, आकाश फेरि पानी, अहिले चाहिँ अलिकति पानी रहेको छ, फेरि पर्नु आँट्दैछ। आज त बादल केही पनि बादल अरे पहाड केही पनि देखेको छैन। हिजो त घाम लागेर देखेको थियो, आज पानी पर्दा केही पनि देखेको छैन, हेर्न सक्नुहुन्छ। मेरो लागि चाहिँ गाइस एकदम दामी दिन भएको छ नि त आज चाहिँ पानी परेर। सो मलाई चाहिँ बहुत राम्रो लाग्दैछ हौ आज। घर पुगेर कपडा चेन्ज गरेर आइसकेँ होइन। अनि आजको मेरो भ्लग चाहिँ यति नै हो किनकि मेरो फोनमा ब्याट्री पनि छैन, त्यसैले बाई बाई।